आज चाहिँ म जाडोमा तातो तातो माछाको सुप बनाउँदैछु। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर भिडियोज। आज चाहिँ म यो माछाको सुप बनाउँदैछु हैन। त्यसको लागि चाहिँ मैले यहाँनिर माछा धोएर यहाँ राखिसकेँ। अब यसलाई म्यारिनेट गर्छु अनि माछामा चाहिने सामानहरू सबै रेडी गरिसकेँ मैले यहाँनिर। यो चाहिँ अहिले स्प्रिङ अनियन अहिले चलिरहेछ नि त, जाडो महिनामा त एकदम धेरै निस्किन्छ। अनि त्यस पछाडि यो अदुवा लसुन र मसलाको पेस्ट रेडी भइसकेको छ। अनि टमाटर र प्याजको पनि पेस्ट बनाइसकेको छु मैले। यहाँ चाहिँ मेरो ग्रिन टी रेडी हुँदैछ, खाँदैछु मैले। अहिले चाहिँ मैले माछालाई म्यारिनेट गरिसकेँ अनि यहाँ तावामा तेल पनि तताइदिइसकेँ। अनि यहाँ चाहिँ खानको लागि रेडी गरिसकेको छु। यो पुच्छर चाहिँ किन यति लामो भनेर सोचिरहनु भएको छ नि, मलाई चाहिँ माछाको पुच्छर एकदमै धेरै मनपर्छ, सो यति लामो छ है त। अनि त्यस पछाडि म चाहिँ यो साग पनि बनाउँछु। यो साग चाहिँ पहाडी साग हो, हेर्नु न यति लामो छ, कति ठुलो छ कि यो साग त यति लामो। अहिले चाहिँ मैले माछा तार्नलाई राखिसकेँ तावामा। यो माछा चाहिँ उफ्रिन्छ, अलिक होस् गर्नुपर्छ, तर हाम्रोमा चाहिँ निन्जा टेक्निकको लागि यो छ क्या, ठ्याक्क माछा हाल्नेलाई यसरी छोप्ने अनि ठ्याक्कसँग लुगार्ने छ कि सजिलो हुन्छ यस्तो हुँदाखेरि चाहिँ। साग पनि रेडी भयो, पहाडी साग तातो तातो। यति चाहिँ तारिसकेँ मैले, अब यति बाँकी छ लास्ट। अनि मैले यहाँ खाना पनि बसिसकेँ यतापट्टि। यो चाहिँ हामीले अब फ्राई माछा चाहिँ अचारसँग खान आँटेको। यो माछा पकाउँदाखेरि चाहिँ अलिकति फ्राई चाहिँ जहिले झिकेर खान्छौँ हामी यसरी। मैले चाहिँ सब माछा तारिसकेँ। अब चाहिँ म यहाँ सुप बनाउने प्रोसेसमा छु। यो कराई चाहिँ कालो देखेर नघिनाउनु होला, किनभने यो यस्तै खालको हो अनि यसमा चाहिँ पकाउन सजिलो लाग्छ, त्यही भएर यही चलाउँछु म। अर्को चाहिँ हाम्रो यहाँ माथि छ है। सबैभन्दा मैले 12 मसला फुल्याएँ। यो चाहिँ म कम्पलसरी जुनै पनि सब्जीमा हाल्छु। ग्यासलाई अलिक सानो बनाइदिन्छु। त्यस पछाडि यो बेसार, अनि यो काटेर राखेको प्याजको पत्ता, लसुन चलाउने, अनि यो मसला यसलाई पनि एकछिन फ्राई गर्ने। मसला चाहिँ यतिको फ्राई भएपछि अब अघि मैले राखेको यो टमाटर र प्याजको पेस्ट चाहिँ हालिदिन्छु म। यसले चाहिँ ग्रेभी राम्रो आउँछ। अब यसलाई पनि एकछिन मजाले पाक्न दिने। अहिले चाहिँ मसला पुरै फ्राई भइसकेको छ, बाफले हेर्नु न फेरि गएपछि अब चाहिँ यसलाई रस हाल्ने बेला भयो है। यस्तो भएपछि चाहिँ बाफले केही देखेको छैन, अब रस हाल्ने। रस चाहिँ कति चाहिन्छ त्यही अनुसार हाल्ने। अहिले चाहिँ अघि हालेको रस उम्रिन थाल्यो। अब चाहिँ यो फ्राई गरेको माछा यहाँ माथि स्याट्ट हालिदिने यसरी। अब यसलाई एकछिन उमाल्ने है त, उमाल्ने अनि ठ्याक्कसँगले स्वादअनुसार नुन हाल्ने।
मजाले उम्लिँदैछ। अब चाहिँ दामी हुन्छ दामी। ल हाम्रो माछाको सुप चाहिँ फाइनली रेडी भयो। अब यसमा लास्टमा छुट्याएर नहुने चाहिँ यो धनियाँको पत्ता यसलाई यसरी छड्किदिने लास्टमा। अब चाहिँ दामी हुने भयो यो। ल फाइनली रेडी भयो आजको खाना चाहिँ हाम्रो माछाको सुप अनि हाम्रो यो पहाडे रायोको साग अनि टमाटर धनियाँको अचार अनि यो लोकल चामलको माम। ल जाडोमा हामी चाहिँ खानु बस्यौँ है त तातो तातो। थ्याङ्क यू फर वाचिङ।